विश्व प्रसिद्ध नेपालको माउन्ट एभरेस्ट भनिन्छ नि कुन चाहिँ जिल्लामा पर्छ? नमस्ते, राधे राधे। अहिले चाहिँ म नेपालको दमकमा छु र यहाँ हामीसँग एकजना ब्रदर हुनुहुन्छ। ब्रदर नमस्ते। नमस्ते दाजु। हजुरको शुभ नाम? सगुन नेपाल। सगुन नेपालजी हुनुहुन्छ। एकदम हजुर कति कक्षाको छात्र हुनुहुन्छ? म अहिले जेनरल मेडिसिन सेकेन्ड इयर पढ्दैछु एचई। ओके, बहुत सुन्दर। हजुरलाई मैले यसो नेपालको जनरल नलेजको बारेमा अलिकति कुरा गर्न गइरहेको छु र हामीलाई सिम्पल क्वेसन छ हजुरका लागि। अच्छा, नेपालमा रारा ताल हजुरले नाम सुन्नु भएको छ? सुनेको छु हजुर। एकदम बहुतै सुन्दर छ रारा ताल। सौभाग्यले एकचोटि गएर पनि आएँ। अच्छा, त्यो कुन चाहिँ जिल्लामा पर्छ? राराताल मुगु डिस्ट्रिक्टमा पर्छ अहिले। मुगु डिस्ट्रिक्टमा, एकदम करेक्ट एन्सर दिनुभएको छ। अर्को क्वेसन छ हजुरलाई, एकदम सिम्पल। विश्व प्रसिद्ध नेपालको माउन्ट एभरेस्ट भनिन्छ नि कुन चाहिँ जिल्लामा पर्छ? सुलुखुम्बु डिस्ट्रिक्टमा पर्छ दाजु। ओके, बहुत सुन्दर, करेक्ट एन्सर। अच्छा, अर्को एउटा सिम्पल क्वेसन छ हजुरलाई। नेपालमा 77 जिल्ला रहेका छन् भने 7 प्रदेश छन् भने 7 प्रदेशको नाम के हो? कोशी, 1 2 मध्य प्रदेश, बागमती तीसरो, हामीको लुम्बिनी चौथो, गण्डकी, कर्णाली अनि लास्ट हामीको सुदूरपश्चिम। सुदूरपश्चिम। बहुत सुन्दर, एकदम सही उत्तर दिनुभएको छ। हजुरको शुभ नाम के हो? सगुन नेपाल। सगुन नेपालजी, बहुत सुन्दर, बहुत राम्रो उत्तर दिनुभएको छ। अब एउटा लास्ट क्वेसन गरेर हामीले एन्ड गर्नेछौँ र यदि हजुर सबैलाई यस्तै नेपालको बारेमा र नेपालको पर्यटकीय स्थल दर्शन गर्ने, हेर्ने र यसै नेपालको जनरल नलेज यदि जान्न चाहनुहुन्छ भने हाम्रो यस बीबीएस चौतारीलाई सपोर्ट गर्नु होला र साथै हजुरको माया एक सब्सक्राइबका साथ। अब हामी एउटा लास्ट क्वेसन गरेर हामी बिदा हुने। हजुरलाई सनातनको बारेमा अलिकति हल्का नलेज छ हजुरलाई? अलिअलि हल्का छ। ठिक छ, हजुरले जान्नु भएन भने म सिकाइदिनेछु, केही दुःख छैन, हामी सिक्ने उमेर हो हाम्रो, होइन? अच्छा, 4 वेदको नाम थाहा छ हजुरलाई? 4 वेद थाहा भएन नि? ठिक छ, अब हजुरहरूले चाहिँ 4 वेदको नाम कसलाई थाहा छ कमेन्ट गर्नु होला र यसको सही उत्तर छ ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद। हस्त धन्यवाद, हजुरको अमूल्य समय मलाई प्रदान गर्नुभएकामा हजुरलाई बहुत बहुत धन्यवाद। राधे राधे, नमस्ते, जय नेपाल। जय नेपाल। जय नेपाल।